फेसबुक सँगसँगै अहिले धेरैजना युट्युबमा काम गरिराख्नुहुन्छ। अहिले फेसबुकले धेरैजसो कन्टेन्ट क्रिएटर साथीहरूलाई आइडी सस्पेन्ड लगायत धेरै इस्यु र स्ट्राइक दिने गर्दछ। तपाईँहरू क्या कम्युनिटी गाइडलाइन फलो गर्नुहुन्न? कम्युनिटी गाइडलाइन युट्युब होस् या फेसबुक होस्, सबै प्लेटफर्मको कम्युनिटी गाइडलाइन फलो गर्नुहोस्। र सँगसँगै तपाईँहरू फेसबुक अथवा युट्युबमा काम गर्दा कुन कुन कम्युनिटी गाइडलाइन फेसबुक र युट्युबले फलोअप गर्नुहुन्छ त्योलाई चाहिँ तपाईँहरूले फलोअप गर्नुहोस् र सँगसँगै अगाडि बढ्ने लक्ष्य राख्नुहोस्। किनभने मैले पनि फलोअप गरेर नै अगाडि बढ्छु र मैले पनि ओरिजिनल कन्टेन्टमै बनाउँथेँ। तर चाहिँ अहिले चाहिँ यस्तो सिचुएसन गराइदियो कि फेसबुकले सबैजनालाई कन्टेन्ट फ्ल्याग गर्ने। र यो तपाईँहरूलाई मैले ब्याक साइड पनि देखाउन चाहेँ। म चाहिँ नर्मल भ्लगिङ गर्ने मान्छे हो, त्यति साह्रो मलाई युट्युबमा बोल्न लगायत थुप्रै कुराहरू आउँदैन। तपाईँहरूले यदि मेरो नयाँ युट्युब च्यानल भएकोले सबैजनाले मन पराइदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।